सहकार्य गर्न जति ढिलो गर्यो दुर्घटना त्यति नै भयानक हुनेवाला छ। मैले सहकार्य आजै सकिन्छ भने आजै गरौं। सहकार्य चाहिँ वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु। यहाँ केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्यो, बुझ्नै सकिएन भनेर पनि कुरा गर्छन्, मलाई अनौठो लाग्छ। मैले कोही पनि भोलि नै पार्टी एकता गरौं, बेलुकै पार्टी एकता गरौं भनेको पनि छैन। मैले सहकार्य आजै सकिन्छ भने आजै गरौं। सहकार्य चाहिँ अनि भरे नै गरौं, भोलि सकिन्छ भने भोलि गरौं, पार्लियामेन्टमा गरौं, सडकमा गरौं, चुनावमा गरौं। अहिले जसरी थुप्रै चीजहरू भएका छन्, चाहे ट्रेड युनियनको कुरा गरौं, चाहे विद्यार्थीको कुरा गरौं, चाहे सिमानाको कुरा गरौं। मैले अघि भने गरिब मजदुर किसानका विरुद्ध जुन षड्यन्त्र भएको छ त्यसका विरुद्ध मिल्न सक्ने जतिहरू सहकार्य गर्न जति ढिलो गर्यो दुर्घटना त्यति नै भयानक हुनेवाला छ। त्यसकारण यसलाई म गम्भीरतापूर्वक तपाईहरु सबैसँग अपील गर्न चाहन्छु। हामी साच्चै कमरेड मदन भण्डारी प्रति सम्मान गर्न यहाँ जुटेका छौं, स्मरण गरेका छौं भने अहिलेको परिस्थितिमा हामी सबै सहकार्यको निम्ति एक हुनै पर्दछ। सहकार्यको निम्ति एक हुन ढिला गर्ने मनसाय, ढिला गर्ने इन्टेन्सन राख्नु पनि दुर्भाग्यपूर्ण हुन्छ। गर्दै जाँदा कति दिन लाग्छ म भन्न सक्दिन। हामी नै हो 74 सालमा अहिले देशमा समाजवादको निम्ति कम्युनिस्टहरू मिलुन् भन्ने जनमत छ। हामी मिलौ भनेकै हो, मिलेको पनि हो। हामी मात्रै मिलेको होइन, हाम्रो एकता प्रति जनताले 2/3 झण्डै मत दिएर अनुमोदन पनि गरेको हो। हामीले आज फेरि एकचोटि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न त्यसको समीक्षा भने गर्नै पर्छ भन्ने पक्षमा छु म पनि। भ्रम नहोस् तपाईहरु कसैलाई पनि। बिना समीक्षा हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने चाहिँ तरिका नहोस् भन्ने चुनौतीको सामना गर्न जसरी हिजो पञ्चायती तानाशाहीका विरुद्ध हामी मिलेर लड्यौं, जसरी हामीले निरङ्कुश सामन्ती तन्त्रका विरुद्ध मिलेर लड्यौं। पार्टी त एउटै थिएन नि हाम्रो, तर हामी मिलेर नै सफलता प्राप्त गरेका हौं भने अहिले पनि कुरालाई हामीले हेक्का राख्नुपर्ने हुन्छ भन्ने म ठान्छु। त्यसकारण अहिले हामीले देशमा एउटा ठूलो राजनैतिक घटनाक्रम भन्ने हो भने 24 गते यताको कुरा हेर्दा प्रतिक्रान्तिकारी घटनाक्रम अगाडि बढिराखेको छ। राष्ट्रिय स्वाधीनता निकै ठूलो संवेदनशीलता र संकटमा परेको सर्वत्र महसुस हुँदै गएको छ। अहिले निर्वाचन पनि कहीं न कहीं त्यही प्रक्रियाको एउटा कडीको रूपमा प्रस्तुत भइरहेको छ। सरकार संविधानका आधारभूत कुराहरूमाथि प्रहार गर्ने, सबै उत्पीडित वर्ग समुदाय मजदुर किसानदेखि सबै उत्पीडित जाति समुदायमाथि प्रहार गर्ने र संविधानका आधारभूत मान्यताहरूमाथि प्रहार गर्न उद्यत भएको देखिँदै गएको छ। र यो सबैको एउटा चाहिँ टार्गेट, मूल कुरा कम्युनिस्ट आन्दोलनलाई के गरी सिद्ध्याउने। तपाई हामीलाई थाहा छ दक्षिण एसियामा र हाम्रो छिमेकी भारतमा त्यहाँ घोषणा गर्ने गरिएको छ कम्युनिस्टहरू सिद्ध्याइयो भारतबाट भनेर घोषणा गरेको तपाई हामीले सुनेका छौं विभिन्न पात्रहरूले, विभिन्न मानिसहरूले। र यो नेपाल जस्तो देशमा कम्युनिस्ट आन्दोलनको यो जबरजस्त प्रभावलाई के गरी सिद्ध्याउन सकिन्छ भन्ने कुरामा दुनियाभरिका प्रतिक्रियावादीहरू लागिराखेका छन् र त्यही षड्यन्त्रको एउटा परिणतिको रूपमा 24 भयो, चुनाव भयो, अहिले हुँदैछ भन्ने कुरा पनि तपाई हामीले देखिराखेकै छौं। यो परिस्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा, निरङ्कुशताका विरुद्ध, फासिजमका विरुद्ध, वैदेशिक दबाव हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो